र बुहारीहरू, छोरीहरू, भान्जा भान्जीहरू, नाति नातिनाहरू समस्त परिवारलाई हृदयदेखि नै हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद। चिरफार अपडेटले समन्वयन गरेको यस रङ्गेली 3 रञ्जनी दक्षिण टोलको शान्तिघाट परिसरमा अब जनप्रतिनिधि रङ्गेली 3 का जनप्रतिनिधि भरत राज पर्साईले भन्नुहुन्छ। सम्पूर्णमा नमस्कार। आज चिरफार अपडेटको समन्वय तथा अहोरात्र हाम्रा दाताहरूसँगको एउटा अटुट भेटघाट समन्वयले गर्दाखेरि एउटा यो सामान्य लाग्ने तर महान कार्य जो अन्य पालिका अन्य वडाहरूमा यत्रतत्र देखिने गरेको यो फलैचा आज पहिलोचोटि हाम्रो यस 3 नम्बर वार्डको त्यो पनि हाम्रो चिरफार अपडेटको आदरणीय हाम्रो दाजु र यस कार्यमा यस शान्ति आर्यघाटलाई स्थापना गर्न अहोरात्र लाग्नुहुने र अभियन्ताको रूपमा लागिरहनु हुने हाम्रो आदरणीय दाई शम्भु बस्नेत दाईको नेतृत्वमा जुन यो कार्य आज सम्पन्न यहाँ हुँदैछ त्यसको लागि सर्वप्रथम त उहाँलाई म धेरै मोरी धन्यवाद व्यक्त गर्न चाहन्छु र यो उहाँको यस अभियानलाई साथ दिने ठुलो छातीका साथ दिने भट्टराई परिवार, आचार्य परिवार र अधिकारी परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। यस शान्ति आर्यघाटमा जो हरेक मान्छेहरू यो बाटो हिँड्दाखेरि पनि देखिने ठाउँ र यहाँ बस्नलाई मान्छेहरू अलपत्र भएर भुइँमा बसिरहनु परेको यहाँको बासिन्दा हुनुहुन्न। हामीहरूलाई लाग्छ यो तिलोत्तमा 3 बुटोल निवासी विष्णु आचार्य चाहिँ हामीसँग कसरी जोडिनु भयो भन्ने कुराहरू पनि यहाँ उठ्न सक्छन्, क्वेसन आइरहेको हुन्छ र यसमा चाहिँ विशेष गरी म धन्यवाद शम्भु दाजुको साथसाथै म सुभाष भाइलाई पनि दिन चाहन्छु जसले यो अभियानमा सुभाष भाइले चाहिँ हाम्रो गाउँमा यस्तो आर्यघाटमा यो किसिमको कार्य हुँदैछ भन्दा हाम्रो सुभाष भाइको साथी हाम्रो विष्णु आचार्य सर जो उहाँ सुनिरहनु भएको छ, यस मिडियामा त सुनिरहनु भएको छ, उहाँलाई विशेष हामी रञ्जनीवासी रङ्गेली वडा नम्बर 3 वासीको तर्फबाट उहाँलाई धेरै धन्यवाद छ। टाढा हुनुहुन्छ तपाईँ, भौगोलिक रूपले टाढा हुनुहुन्छ तर यो फलैचा यो बाटो हिँड्दा यो घाटमा आएर हामी बस्दाखेरि तपाईँलाई हामी नचिने पनि नजाने पनि हाम्रो मनले तपाईँहरूलाई सम्झिरहनेछ। म यो उहाँदेखि पढ्न चाहन्छु स्वर्गीय श्रीमान हेमराज भट्टराई तथा छोरा ध्रुव भट्टराईको